साथीहरू गुल्मी जिल्ला सत्यवती 1 मा अवस्थित अस्लेवा चौरबाट हाम्रो परिवार सबैजना चाहिँ मुक्तिनाथ दर्शनको लागि यात्रा हामी सुचारू गर्दैछौँ। यस क्रममा हजुरआमा, भाइ, मेरो आमा र मेरो मामा हुनुहुन्छ। अब हामी चाहिँ जाने क्रममा छौँ। यो चाहिँ मेरो गाउँ अस्लेवा चौर हो। साह्रै सुन्दर छ ठाउँ, एकदमै विकास हुने क्रममा छ। यो चाहिँ प्लेग्राउन्ड हो, यो बन्ने निर्माणाधीन छ। हाम्रो यात्रा चाहिँ अब मुक्तिनाथतर्फ, जसलाई हामी मुक्ति क्षेत्र पनि भन्छौँ, जहाँ गइसकेपछि जानी अन्जानमा गरेका हरेक गल्तीहरू माफ हुन्छ भन्ने चाहिँ जनविश्वास रहिआएको छ। र 108 जुन धाराहरू छन्, त्यहाँ स्नान गरिसकेपछि हामी आफ्नो शरीर मात्र नभएर आफूलाई नै खोज्ने र आफ्नो आत्मालाई शुद्ध पार्ने काम हुन्छ भन्ने जनविश्वास छ। यहाँ चाहिँ हाम्रो ठुली आमा हुनुहुन्छ है। ठुली आमा कस्तो महसुस गर्दै हुनुहुन्छ? एकदम राम्रो हो। अनि ठुलबुवा रमाइलो ठिक छ। मेरो हजुरआमा हुनुहुन्छ, उहाँ चाहिँ अङ्कल हुनुहुन्छ हाम्रो। मम्मी अनि ठुली आमा, मामा, भाइ र यसरी चाहिँ अब हाम्रो यात्रा तय गरिएको छ। अनि कस्तो महसुस गर्नु भएको त मम्मी? रमाइलो लाग्यो आमालाई, भाइलाई, छोराहरूसित सबैसित तीर्थ यात्रा जानु पाउँदा बहुत खुसी लाग्यो। ल ठिक छ। यो हाम्रो अस्लेवा चौर गाउँ साह्रै राम्रो, साह्रै सुन्दर छ, विकास हुने क्रममा छ, बाटो पिच भएको छ, सुखद कुरा हो। ल साथीहरू हामी चाहिँ लाग्यो है त। हेलो हजुर नमस्कार। म, मम्मी र भाइ र अगाडि चाहिँ हाम्रो मामा हुनुहुन्छ, हजुरआमा हुनुहुन्छ, ठुली मम्मी हुनुहुन्छ, ठुलबा हुनुहुन्छ। होइन आनन्दले पुगिन्छ भन्ने भयो बाटो अहिले ज्याकेट आइने उनीका सुट एउटा भन्नु नि तर मैले बनाएको थिएन के हामीले बनाएको के परा 10-12 बागलुङको लामो पुल हो यो, अग्लो पनि लामो। अग्लो एन्ड लामो पुल। यो दोस्रो लामो भन्नु पर्यो यसलाई। हामी चाहिँ अहिले मेग्दी जिल्लामा छौँ। तपाईँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ खोला बगिरहेको छ। उहाँ चाहिँ ड्राइभर दाइ हुनुहुन्छ। I've come so far away from home. There's no way back now. Full of hope, possibilities. I'm taking a chance to reach for the stars. If I fall, then I'll get back my strength. Can't come back stronger. आउनु Let's keep chasing the sun. रमाइलो लाग्यो तुङमतालमा घुम्न आएको भर्खर। साथीहरू के छ खबर? साथीहरूलाई दिदी बिना चाहिँ गफमा मस्त हुनुहुन्छ उता।
साथीहरू अहिले हामी चाहिँ यो मुस्ताङ जिल्लाको धुम्ब तालतिर छौँ। यहाँ विभिन्न ठाउँबाट पर्यटकहरू घुम्न आउनुभएको छ। पर्यटकको रूपमा यहाँ भ्रमण गरिरहेका छौँ। यो सुन्दर ताल एकदमै मनमोहक छ। तपाईँ देख्न सक्नुहुन्छ यसको नाम धुम्ब ताल रहेको छ भने यहाँ सबैजना देख्न सक्नुहुन्छ हाम्रो यहाँ कागवेनीमा चाहिँ यस्तो अवस्थित छ। यहाँ सबैजना एकमुष्ट रूपमा चाहिँ आएर तिथि श्राद्ध चाहिँ गरेर उम्किनु भएको छ भने हामीले पनि तिथि श्राद्ध गरेर उम्किएका छौँ। देख्न सक्नुहुन्छ यो घुइँचो यो भिड चाहिँ तिथि श्राद्ध पुण्य कमाउनका लागि नै गरिएको। आज चाहिँ रामनवमीको दिन यस्तो विशेष दिन रहेको छ। म तपाईँलाई जानकारी गराइरहेको नै छु। हेर्न सक्नुहुन्छ यी मान्छेको भिड छ। गुरुहरूले चाहिँ 4-5वटा तिथिहरू एकैचोटि सकाउनु रहेछ। रमाइलो रहेछ यहाँ चाहिँ सर्छ आउन सक्नुहुन्छ। रमाइलो छ। तपाईँ पनि एकचोटि घुमघाम गर्न रमाइलो गर्न भयो भने आउनु होला। के छ पुण्य कमाउनु भयो नि कस्तो लागिरहेछ? यहाँ खुसी हुनुहुन्छ सबैजना? कस्तो छ मम्मीहरू हुनुहुन्छ यता हेर्नुहोस्। तीर्थमा आउन पाइयो। लाखपति बाल्ने भन्ने कुरा नि छ हाम्रो। अहिले चाहिँ बाल्छौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब हामी बत्ती बाल्ने प्रक्रियामा छौँ। यहाँ चाहिँ नदीको सङ्गम रहेको छ। यहाँ नुहाउन ओर्न जहाँसुकै कुण्डबाट आएको जल र मुक्तिनाथ क्षेत्रबाट आएको जल यहाँ मिश्रण भएको छ। यो सङ्गम स्थल सुन्दर पवित्र स्थलमा हामी छौँ। हामी चाहिँ आध्यात्मिक हिसाबले मात्र नभएर मनलाई कार्बेनीको क्षेत्रमा रहेका छौँ भने यहाँ चाहिँ धेरै मानिसहरू चाहिँ जमघट र रमाइलो गर्न आउनुभएको छ। रामनवमीको दिनमा चाहिँ आउनुभएको छ। यस्तो छ दृश्य हेर्न सक्नुहुन्छ। अवलोकन गर्न सक्नुहुनेछ। मैले चाहिँ राख्ने नै छु। साथीहरू अहिले हामी यस मुस्ताङ जिल्लामा अवस्थित मुक्ति क्षेत्रमा छौँ कागवेनीमा। यहाँ यो मुक्तिनाथबाट चाहिँ जल आएको छ भने यता चाहिँ दामोदर कुण्डबाट जल आएर यहाँ सङ्गम बनेको छ। एकदमै पवित्र मानिन्छ। यहाँ विभिन्न भक्तालुहरू चाहिँ आएर श्राद्ध गराउने है आफ्ना पितृहरूको मोक्षका लागि चाहिँ कार्य गर्नुहुन्छ। यो अत्यन्तै सुन्दर र पवित्र ठाउँ सबैजनाले भ्रमण गर्नुहोला। हामी आज मुक्तिनाथमा अवस्थित कागवेनीमा यस मुक्ति क्षेत्रमा लाखबत्ती जलाउने कार्य पनि गरिरहेका छौँ। मेरो भाइ मेरो आमा हुनुहुन्छ भने मेरो मामा हुनुहुन्छ त्यहाँ। अहिले चाहिँ हामीले यो कागवेनीमा एकदम मुक्ति क्षेत्रमा जुन हामी चाहिँ बत्ती बाल्दैछौँ तपाईँ देख्न सक्नुहुन्छ। यसरी हामी यो 9 सरे बत्ती हो र चाहिँ मामाको 7 सरे बत्ती जलाउने कार्य हुँदैछ। ए ब्याग खस्यो त्यता। अलि उठाउ न। ल बत्ती जलाउने कार्यक्रम भइरहेको छ। यो सबै श्रद्धालुहरू यसरी आएर आफ्नो कर्म गरेर यसरी स्नान गरेर कार्य गरिरहनु भएको छ।
बाल्नेका छौँ बहुलाखे बत्ती आमाले हामीले 1 लाख बत्ती बालेका छौँ को नाममा मिस्टीहरूको बनाएर होस्, मिस्टीहरूको कलाड होस् त्यसमा बन्न पाओस्। बालिदिएका छौँ बत्ती चाहिँ 1 लाख तपाईँ पनि आउनु होला अवश्य पनि गाईको दुध किन? मेरो त आउँछ आफै यहाँ आइएकै बत्ती बाल्नु लाग्छ, गाडी बनाइदिन्छु। आउँछ कि मेरो नि डबल हो यसरी यतापट्टिबाट दामोदर कुण्डबाट आएको जल र मुक्ति क्षेत्रबाट आएको जल यहाँ चाहिँ सङ्गम भएको भएर यो एकदमै पवित्र मानिन्छ यसरी यहाँ श्रद्धालुहरू आएर बत्ती जलाउने कार्यक्रम भइरहेको छ तपाईँ देख्न सक्नुहुन्छ मामाले जलाइसक्नु भयो धेरै जब यता हेर्नुहोस् कस्तो अनुभव गर्नुभयो हो सम्पूर्ण पितृहरू भिडियो है ल दाइले चाहिँ यसरी चाहिँ 9 सय बत्ती चाहिँ 1 लाख बाल्नु भएको छ भर्खर देख्न सक्नुहुन्छ सबैजनाले बाल्नु हो यहाँ चाहिँ भर्खर यिनी मामाको हुनुहुने उताका 9 सय बत्ती र 11 सय बत्ती चाहिँ पितृ बालेका छौँ हामीले भने उज्यालोमा बस्नु पाउनुहोस् भन्ने कामनाका साथ पितृ पूजालाई चाहिँ हामीले अर्पण गरेका छौँ I've come so आफूले far बनाएर away from home. There's no way I'm turning back now. My destination is unknown, so I'll keep pushing, never slow down. A big blue sky, त्यो बोतल बरु चाहिने होला नि a head full of hopes, possibilities. I'm taking a chance to reach for the stars, for the stars. कस्तो लाग्यो बत्ती बाल्न पाउँदा बाबाको नाममा 9 सय बत्ती बाल्नु भएको छ दुनदुनी बोलेको छ भने यो यहाँ चाहिँ सबै सकिएको छ ल ठिक छ सबैको कल्याण होस् त्यसैको चाहिँ खातिर हामीले कार्य अहिले हामी मुक्ति क्षेत्रमा छौँ कागबेनीमा अवस्थित यो ठाउँ तपाईँलाई म बताउन गइरहेको छु यो चाहिँ यो जुन जल बगिरहेको छ यो मुक्ति क्षेत्र अर्थात् यो मुक्तिनाथबाट बगिरहेको छ भने यो यतापट्टिको एरियाबाट जुन जल बगिरहेको छ यो चाहिँ हाम्रो यो दामोदर कुण्डबाट आएको जल हो र यो जल यहाँ मिश्रण हुन्छ र यसलाई एकदमै पवित्र मानिन्छ अनि यस क्षेत्रमा विभिन्न भक्तालुहरू आएर यसरी चाहिँ श्राद्ध गर्ने आफ्ना पितृहरूलाई सम्झने र आफ्ना विविध कर्महरू गर्ने स्नान गर्ने गर्नुहुन्छ जसबाट चाहिँ आफ्नो शरीर मात्र नभएर हाम्रो आत्मालाई नै शुद्धिकरण गर्ने कार्य हुन्छ र आफ्नो पितृहरू जो मुक्त भइसक्नु भएको छैन उहाँहरूलाई मुक्त गर्ने कार्य हुन्छ मोक्षको लागि श्राद्ध गर्ने कार्य हुन्छ जुन एकदम पवित्र मानिन्छ र सबैजना एकपटक यस ठाउँमा भ्रमण गर्नुहोला र आफ्नो कर्म पुरा गर्नुहोला हामी त आज भिजिट गरियो है आएर घुमफिर गरियो र तपाईँलाई यो दृश्य मैले देखाइरहेको छु ओके धन्यवाद भ्रमणको दोस्रो दिन हामी मुक्तिनाथ भनेरै आइपुगेका छौँ तपाईँ देख्न सक्नुहुन्छ यो एरिया एकदमै प्रशस्त मानिसहरू तनै मानिसहरू भिडभाड रहेको छ हामी चाहिँ मुक्ति क्षेत्रमा आइसकेका छौँ मुक्तिनाथको द्वार
यहाँ आमालाई लिएर हिँडेका छौँ। I've come so far away from home. There's no way I'm turning back now. साथीहरू तपाईँ देख्न सक्नुहुन्छ भिडियोमा 108वटा जलका धाराहरू छन्। यहाँ स्नान गरिसकेपछि सबै पापहरूबाट मुक्त भइन्छ भन्ने जनविश्वास छ। यो 3710 मिटर उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर अत्यन्तै पवित्र स्थल हो। हजारौँ भक्तजनहरू यसरी नै यहाँ दर्शनको लागि आउने गर्छन्। यसरी पानी जल आएर यसरी चाहिँ मानिसहरू दर्शन गर्छन्। मानिसहरूको एकदमै लाइन छ, तपाईँ देख्न सक्नुहुन्छ। यतापट्टि यस्तो छ। Dust and go beyond expectations and dreams to be stronger, to push harder than before. It's a time for change. We're standing on the edge of greater. Let's keep chasing the sun to what can be done. Let's go beyond, go beyond. With every step we take, we'll lead the way. These walls we're breaking them down, and we'll leave them all in the dark. We'll rise and it's waiting for us, because we are meant to go beyond. To go beyond. I've come so far away from home. There's no way I'm turning back now. My destination is unknown, so I'll keep pushing, never slow down. A big blue sky, a pocket of dreams, a head full of hopes, possibilities. I'm taking a chance to reach for the stars, for the stars. If I fall, then I'll get back up, try again, come back stronger. No more.
Bill can stop me now. Let's keep chasing the sun. Do what can be done. Let's go feel mystic flying. Break through the sky. These walls we're breaking them down. And we'll leave them all in the dust. New horizons waiting for us. Because यसरी आमा डोलीमा चढेर आउँदै हुनुहुन्छ। यहाँ बाबाहरू पनि बस्नुभएको छ, यसरी सामान लिएर बस्नुभएको छ उहाँहरू। मुस्ताङ जिल्ला अद्भुत रहेछ। ती सेता दाँतहरू देखाउँदै सेता हिमालहरू हाँसिरहेका छन्। एकदमै रमाइलो अनुभूति गर्न पाइरहेका छौँ। अहिले चाहिँ चिसो परेको छ। बिहान दिउँसोतिर अलि ठिक थियो, अहिले चाहिँ अलिक चिसो परेको छ। बिस्तारै बिस्तारै लग्नुपर्छ। I've come so far away from home. There's no way I'm turning कति back लामो छ, now. कति लामो छ यात्रा। Destination, यो चढ्नको लागि गाह्रो छ। so I keep pushing, never slow down. A big blue sky. साथीहरू तपाईँ देख्न सक्नुहुन्छ, हामी अब मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा छौँ। तपाईँ हेर्नुहोस्, I'm यो taking a मुक्तिनाथ chance to reach for मुस्ताङ जिल्लामा अवस्थित एकदमै शान्त ठाउँमा छ। यहाँ चाहिँ यसरी हामीले आमालाई चाहिँ ल्याएका थियौँ डोलीमा चढाएर। उहाँ हिँड्न सक्नुहुन्न, त्यसैले हामीले ल्यायौँ। stop me now. Let's keep chasing the sun. Do what can be done. उहाँ आमा उहाँको जग्गा जमिन पनि आफूले एकदमै लामो रहेछ। यो सिडीको बाटो पनि एकदमै लामो रहेछ। उहाँहरू आइसक्नु भयो, उसले आमालाई लिएर हिँड्नु भएको छ। उहाँहरू पनि थकित हुनुभयो। मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा हामी छौँ साथीहरू। सजिलो हुन्छ झन्। बसन्त दाई, बसन्त दाई, ओ बसन्त दाई,
वसन्त दाई कति बाटो हो अघि मलाई कान बतादिने कमर काटिदिने आमा आमाले सोच बस्छु मेघदीमा अवस्थित गलेश्वर महादेवको मन्दिर हो यो यसरी फेरि तपाईँ हेर्न सक्नुहुन्छ We're standing on the edge of greater. हेर्नुहोस् गलेश्वर मन्दिर मेघदी जिल्लामा अवस्थित गलेश्वर मन्दिर हो यो गलेश्वर धाम गलेश्वर महादेवको मन्दिर सुरज कहाँ छ बाबु मेघदीको गलेश्वर महादेवको मन्दिरमा अब दर्शन गर्ने अवस्थित छौँ हामी क्रममा छौँ मामा कस्तो अनुभूति गर्नुभयो कहाँ हुनुहुन्छ हजुर अहिले म अहिले गलेश्वरमा छु मेघदीमा अवस्थित गलेश्वर महादेवको मन्दिरमा हुनुहुन्छ यता यता भन्छ गलेश्वर मन्दिर देखाएको ल I've come so far उहाँ ठुलो बा हुनुहुन्छ from home. उहाँ ठुलो आमा हुनुभयो आमा I'm turning यता back हेर्नुहोस् त now. मेघदी जिल्लामा अवस्थित गलेश्वर महादेव मन्दिरमा हुनुहुन्छ कि होइन So I keep खुसी हुनुहुन्छ नि खुसी लाहा आमालाई तीर्थ आमा एकदमै खुसी हुनुहुन्छ प्रसन्न हुनुहुन्छ सब परिवारसँग कस्तो लागिरहेको छ एकदमै रमाइलो लागिरहेको छ उहाँले चाहिँ हजारौँ पर्यटकहरूलाई यसरी मुक्तिनाथ दर्शन गराउँदै उहाँले गर्नुहुन्छ पर्यटन गाइडको रूपमा उहाँले कार्य गर्नुभएको छ हामीलाई हामी सहजीकरण गर्नुभएको छ उहाँ गुरुजीले हेरौँ आज चाहिँ हामी गलेश्वर महादेवमा छौँ मेघदी जिल्लामा अवस्थित एकदमै प्रख्यात र पवित्र स्थल हो तपाईँ देख्न सक्नुहुन्छ यहाँको दृश्य एकदमै मनमोहक र शान्तपूर्ण छ यो ठाउँ एकदमै सुन्दर रहेको छ हामी जाने प्रक्रिया छौँ मात्र आमा अलिक थकित भएको कारणले गर्दा थोरै रुकाउँदै उहाँलाई आराम गराउँदै लगै गइरहेका छौँ back up, try again, come back stronger, no one. Say Bill can stop me now. Let's keep chasing the sun, do what can be done. Let's go beyond, push the limits, take flight, we'll break through the sky, go beyond the stars. With every step we take, we'll lead the way. These walls we're breaking them down, and we'll leave them all in the dust and go beyond expectations and dreams to be stronger, to push harder than before. It's a time for change. We're standing
यहाँ चाहिँ अब नरिवल फुटाउनु भएको छ मामाले देख्न सक्नुहुन्छ म पनि हेरिरहेको छु अनि भिडियो बनाइरहेको छु तपाईँहरूले नि हेर्नु होला छोएर चाहिँ फुटाल्दै हुनुहुन्छ नरिवल गलेश्वर टेम्पल चाहिँ हो I've come so far away from home. ल्यामा There's no way I'm turning back now. गलेश्वर My टेम्पल भइहाल्यो destination is unknown, so I'll keep pushing, never slow हामीले down. चढाउनु भएको छ Big छौ blue sky, वर्ष आधा अनि आधा चाहिँ मैले चढाइएको a छ head full of hopes, possibilities. I'm taking a chance to reach for the stars, for the stars. If I fall, then I'll get back up, try again, come back stronger. No one, say Bill can stop me now. Let's keep chasing the sun, do what can be done. Let's go beyond, push the limits, take flight. We'll break through the sky and go beyond the stars. With every step we take, we'll lead the way. These walls, we're breaking them down, and we'll leave them all in the dust. New horizons waiting for us, because we were made to go beyond. I won't forget where I came from. I'll use my काम गरौँ ए हिँडा लग्यो आमालाई ए Say Bill can stop me now. Let's keep chasing the sun, do what can be done. Let's go beyond. साथी हामी चाहिँ अहिले बागलुङको पञ्चकोटमा छौँ यहाँ भिडियो खिच्ने फोटाखिच्ने पनि कार्यक्रम भइरहेको छ सबैभन्दा टपमा रहेछ एकदमै राम्रो क्षेत्र यहाँ रमाइलो दृश्य हेर्नु साथीहरू बागलुङ पञ्चकोट जय हनुमान बागलुङ पञ्चकोट I've come so far away from home. There's no way I'm turning back now. My destination is unknown, so I'll keep pushing, never slow down. A big blue sky, a pocket of dreams, a head full of hopes, possibilities. I'm taking a chance to reach for the stars, for the stars. If I fall, then I'll get back up, try again, come back stronger. No one, say Bill can stop me now. Let's keep chasing the sun, do what can
go beyond, push the limits, take flight. We'll break through the sky and go beyond the stars. With every step we take, we'll lead the way. बागलुङको पञ्चकोट मन्दिरमा कृष्ण गण्डकी मन्दिर हो कति रुपियाँ आउँछ दाइ चाहिँ अवस्थित हुनुहुन्छ दृश्य मनमोहकै छ अल टाइम डाटा हान्ने यहाँ के आयो कि विष्णु भगवान अवतार हुनुहुन्छ दर्शन गरिरहनु छ पञ्चकोट डाँडामा छौँ हामी बागलुङमा अवस्थित त्यो सङ्ग्रहालय एकदम महत्त्वपूर्ण छ कति रमाइलो रमणीय ठाउँ रहेछ यो हामी चाहिँ पञ्चकोट घुमेर यो बागलुङ यो सङ्ग्रहालयमा आयौँ सङ्ग्रहालयको नाम I've come so far away from home. There's no way I'm turning back now. My destination is unknown, so I'll keep pushing, never slow down. A big blue sky, a pocket of dreams, a head full of hopes, possibilities. I'm taking a chance to reach for the stars, for the stars. If I then I'll get back up, try again, come back stronger. No one, say Bill can stop me now. Let's keep chasing the sun, do what can be done. Let's go beyond, push the limits, take flight. We'll break through the sky and go beyond the stars. With every step we take, we'll lead the way. These walls, we're breaking them down, and we'll leave new horizons waiting for us, because we पञ्चकोटको सङ्ग्रहालय यो बागलुङमा भएको एकदम प्रसिद्ध सङ्ग्रहालय हो I won't forget where I came from. I'll use my past to build my future. Keep moving forwards, go beyond what they thought possible. If I fall, then I'll get back up, try again, come back stronger. No one, say Bill can stop me now.
अन्नपूर्ण हिमाल, धौलागिरी हिमाल, श्री मुक्तिनाथ मुस्ताङ, यसरी चाहिँ यहाँ विभिन्न कुराहरू हुन्छ। यो पोथी धेरै हो, शालिग्राम पोथी धेरै हो। रमाइलो रहेछ हामीलाई ल्याउनु भयो धन्यवाद। शालिग्राम पोथी धेरै, शालिग्राम सङ्ग्रहालय बागलुङमा रहेको सङ्ग्रहालय। I've come so far away from कस्तो खतरा छ There's पुरै no छ कि way I'm turning शालिग्रामहरू। back now. शालिग्राम हेर्नु कति खतरा खतरा कि Nation is unknown. श्री चक्रराज अरे Should never slow down. A big blue sky, a pocket of dreams, a head full of hopes, possibilities. यो रानी पोखरी काठमाडौँ, यस्तो महत्त्वपूर्ण गुप्तेश्वर गुफा पोखरा, यो सबै उसहरूको चित्र पनि रहेछ। यो चाहिँ बौद्ध नीलकण्ठ काठमाडौँ। उहाँहरू ऋषिदेव हुनुहुन्छ क्या। चिनिया शिलाहरू, काबरी शिलाहरू, मोती, समुद्री अवशेष, कौडा। वाट इज दिस? श्री अभय हस्त, श्री शालिग्राम माला, काइनाइट, जाजरकोटमा रहेको काइनाइट, गोमती चक्र। यो त विद्यार्थीहरूले ल्याउने जस्तो ठाउँ पनि रहेछ। स्फटिक ताप्लेजुङ, यो विभिन्न प्रकारका रक्सहरू रहेछन् यहाँ। दर्शन पाउनु गर्न पाउँदा साह्रै खुसी लाग्यो। मन छोराहरूसित आमा भाइलाई लिएर सँगसँगै यात्रामा छौँ। ल साह्रै नै राम्रो ठाउँ रहेछ। मेरो मामा आउँदै हुनुहुन्छ। यहाँ बागलुङ मेला चलेको छ साथीहरू, हेर्नु त कस्तो मजाले खेलिरहेको छ। ठुलो मेला रहेछ। अवस्थित यस कालिका भगवती मन्दिर एकदमै पवित्र स्थल हो, जहाँ हजारौँ जाने र दर्शनलाई आउने गर्छन्। कहाँ कालिका के हुन्छ सुन्दर, यहीँबाट जाने हो। बागलुङ कालिका कति ठुलो यो झन्
साना मन्दिरहरू पनि छन् साइडमा। पानी रहेछ। यो पछाडिको दृश्य हो। I've come so far away from home.